हितोपदेश अध्याय 1। प्रस्तावना, उद्देश्य र विषय। दाउदका छोरा इजरायलका राजा सलोमनका हितोपदेश, जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्। सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढोस् र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमानको आह्वान र रहस्यका कुराहरू तिनीहरूले बुझुन्। परमप्रभुको भय नै ज्ञानको सुर हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छन्। बहकाउको विरुद्ध चेतावनी। हे मेरो छोरा, आफ्नो बुवाको आदेश सुन र आफ्नी आमाको शिक्षा नत्याग। ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने तिनीहरूको बहकाउमा नलाग। तिनीहरू भन्लान्, आऊ हामीसँग कसैको रक्तपात गर्न ढुकिबसौँ, कुनै निर्दोषलाई लुट्न ढुकिबसौँ। चिहानले निलेझै र गहिरो भड्खालोमा परे त्यसको पिँधमा पुग्नेहरूलाई चाहिँ हामी तिनीहरूलाई पुरै जिउँदै निलौँ। हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौँ र लुटका मालसामानले हाम्रा घर भर्नेछौँ। तिमी हामीसँगै साझेदार हौ र हामी लुटको थैलोबाट बाँड्नेछौँ। हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्। सबै पन्छीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ। ती मानिसहरू आफ्नै रगतको लागि ढुकिरहन्छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्छन्। बेइमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ। यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ। बुद्धिको तिरस्कार विरुद्ध चेतावनी। बुद्धि सडकहरूमा चर्को शोले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ। हो हल्लाले भरिएका गल्लीहरूका पर्खालमाथिबाट त्यो चिच्चाउँछ। सहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ, हे निर्बुद्धि हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरि नै रहन्छौ? कहिलेसम्म खिल्ली उडाउनेहरू खिल्ली उडाइरहनमा मग्न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दै रहने? यदि मेरो हप्की तिमीहरूले ग्रहण गरेका भए म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्ने थिए र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउने थिए। तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले र मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले, मेरा सबै अर्थीलाई तिमीहरूले बेवास्ता गरेका हुनाले र मेरो हप्की ग्रहण नगरेका हुनाले, तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्नेछु। विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउनेछु। जब आँधीबेरी झैँ तिमीहरूलाई विपत्तिले ढाक्छ, जब भुमरी झैँ आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ, जब सङ्कष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्, तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाब दिने छैन। तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेटाउने छैनन्। तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले र परमप्रभुको भय मान्न नचाहेका हुनाले, तिनीहरूले मेरो अर्थी ग्रहण नगरेका हुनाले र मेरो हप्की तिरस्कार गरेका हुनाले, तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन् र आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्। आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन् र मूर्खहरूको आफ्नै निश्चिन्ताले तिनीहरूमाथि नाश आइपर्नेछन्।
तर मैले भनेको कुरा जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन् र हानि नोक्सानीको डरै बिना ढुक्क रहनेछन्।